क्रिसमस डे रहेछ। ह्याप्पी क्रिसमस। मलाई बाहिरबाट के गिफ्ट ल्याइदिनुहुन्छ? दाइ, हामीलाई पनि गिफ्ट ल्याइदिनु है। क्रिसमस डे रे फेरि तिमीहरूलाई के गिफ्ट चाहियो र? मलाई चाहिँ यस्तो गिफ्ट ल्याइदिनु जो कहिले दिन नसक्ने एकदमै अनौठो अनि स्पेसल गिफ्ट ल्याइदिनु न है दाइ। दाइ मलाई चाहिँ एकदमै महँगो अनि एकदमै राम्रो गिफ्ट चाहियो है। दाइ मलाई चाहिँ एकदमै बहुमूल्य गिफ्ट ल्याइदिनु है। यस्तो त गाह्रो हुन्छ नि। तपाईँ दाइ होइन तपाईँले बहिनीहरूको खुसीको लागि यति नै गर्न सक्नुहुन्न र? आदम बहिनीहरूको माग पुरा गर्ने बाध्यतामा पर्छन्। ल हुन्छ ल म जान्छु है त। हस् दाइ छिटै आउनु है। ल बाई। एउटा गिफ्ट सपमा आदम जोएलसँग कुरा गर्दैछन्। भाइ मलाई यस्तो गिफ्ट देखाउनुहोस् त जो एकदमै स्पेसल र अमूल्य अनौठो अनि राम्रो र महँगो। भइहाल्छ नि। हेर्नुहोस् न यता त हेर्नुहोस् त तपाईँलाई कुन चाहिँ गिफ्ट राम्रो लाग्छ यसो हेर्नुहोस् त। भाइ ठिक छ राम्रै छ। यो हेर्नुहोस् त यो कस्तो छ हेर्नुहोस् त। यो राम्रो छ। आज योभन्दा राम्रो खालको देखाइदिनुहोस् न। योभन्दा अझै राम्रो यो हेर्नुहोस् त। यो भर्खर नयाँ आएको हेर्नुहोस् एकदम राम्रो बहुमूल्य सबैभन्दा राम्रो यही हो हेर्नुहोस् त ल। भाइ ल यी तीनवटाको कति हुन्छ? तीनवटा कति प्राइस होला? तीनवटा हेर्नुहोस् है त। यसको तपाईँको यसको जम्मा 50,000। फेरि त 50,000 भाइ। हजुर जम्मा 50,000। आदम आफ्नो पर्स हेर्छन्, पैसा पुग्दैन। उनी दिक्क लागेर मनमा नै नकिने सोच राख्छन्। भाइ 1 मिनेट मेरो कल आछ ल। तेरिका कस्तो मान्छे रहेछ मेरो टाइम वेस्ट मात्रै बेकार 50,000 खत्तमै भयो नि। सडक छेउको एउटा बेन्चमा आदम दुखी भएर बसेका छन्। त्यही बेला जोसेफ आउँछन् र आदमलाई देख्छन्। ओहो आदम भाइ के भयो? निराश देखिन्छौ त। सन्चो छैन कि के हो? नमस्ते दाइ। म सन्चै छु तर मनमा लागेको एउटा प्रश्न तपाईँलाई सोधौँ कि? ए के हो त्यस्तो प्रश्न भन न। दाइ कहिले र कसैले पनि दिन नसकिने यस्तो गिफ्ट होला र जो अति नै स्पेसल बहुमूल्य अनौठो र महँगो तर त्यो चिज सित्तैमा होस् फ्रीमा पाइने। ओहो संसारमा कसैले दिन नसकिने एकदमै बहुमूल्य एकदमै विशेष उत्तम एकदमै महँगो त्यो पनि सित्तैमा त्यस्तो चिज छ नि छ भाइ 100% पाइन्छ। ओ के होला दाइ त्यस्तो चिज? त्यो त येशू ख्रिस्टले दिनुहुने प्रेम आनन्द शान्ति अनन्त जीवन उद्धार मुक्ति पाक्षमा हो नि। येशू ख्रिस्टमाथि विश्वास गर्ने हरेकलाई सित्तैमा पाइन्छ। अनि साँच्चै यी कुराहरू त संसारमा अरू कुराहरू भन्दा एकदमै विशेष एकदमै महँगो एकदमै बहुमूल्य छ नि। अरू केही छैन यी कुराहरू भन्दा है। ओ दाइ मलाई सुन्दै आनन्द लाग्यो। कस्तो अचम्मको कुरा सुनाउनु भयो। ल म पनि जान्छु नि दाइ। ए हुन्छ नि। आज क्रिसमस डे पनि हो। म पनि चर्च जान लागेको। उता चर्चमा गइसकेपछि धेरै कुराहरू तिमीले ख्रिस्टको बारेमा बुझ्न सक्छौ। ल आदम भाइ जाउँ सँगै। आदम र जोसेफ सँगै चर्चतर्फ लाग्छन्। अन्ततः साँच्चै येशू ख्रिस्टको प्रेम शान्ति उद्धार पाप क्षमा र मुक्ति उहाँले सिधै हामीलाई सबैभन्दा राम्रो बहुमूल्य विशेष र महँगो क्रिसमस उपहारको रूपमा दिनुभएको छ। हामी सबैले यो उपहारलाई स्वीकार गरौँ र आनन्द साथ परमेश्वरको जन्मोत्सव मनाऊ। आमेन।